हामी मृत्युबाट डराउँछौँ र डराउनु स्वाभाविक नै हो। डर, खुसी, चिन्ता, माया, भावना र फरक फरक सोच, यी सबै प्रकृतिले मानिसलाई दिएको उपहार हुन्। तर प्रश्न यो हो, के मृत्यु नै जीवनको सबैभन्दा ठूलो अर्थ हो? यदि हो भने एकछिन कल्पना गर्नुहोस्, भोलिदेखि कसैको पनि मृत्यु हुँदैन। न बुढ्यौली हुन्छ, न रोग लाग्छ, न अन्तिम सास नै आउँछ। सबै मानिस अमर हुन्छन्। पहिलो दिनमै संसारभर उत्सव मनाइन्छ। सडकमा नाचगान हुन्छ, परिचित अपरिचित सबै एकअर्कालाई अँगालो हाल्छन्। खुसी हुँदै सबै चिच्याउँछन्, हामीले मृत्यु जित्यौँ। तर केही दिन नबित्दै केही गलत भइरहेको महसुस हुन थाल्छ। डाक्टरहरू अन्योलमा पर्छन्, कामको अर्थ हराउन थाल्छ। हतार, सपना, सङ्घर्ष, डर, माया, एक अर्काप्रतिको भावना सबै फिका हुँदै जान्छ। जब कुनै कुराको अन्त्य हुँदैन, त्यसको सुरुवातको पनि मूल्य रहँदैन। वर्षहरू बित्छन्, खुसी बोरिङ बन्छ, माया बोझ बन्छ। अब मानवता बाँच्ने समय होइन, मृत्युतर्फ जाने बाटो खोज्न थाल्छ। त्यही बेला सत्य स्पष्ट हुन्छ। मृत्यु शत्रु थिएन, मृत्यु त दया थियो। अब आफैसँग सोध, यदि आज राति अमरत्व आयो भने तिमी खुसी हुनेछौ कि डराउनेछौ? म शिरीष यस्तै विज्ञान र वास्तविकतामा आधारित भिडियोका लागि फलो र लाइक गर्नुहोला। धन्यवाद।